यसमा अनुसन्धान गरेर बाँदरलाई कसरी चाहिँ बाँदरबाट आतङ्कबाट चाहिँ कम गर्ने भन्ने कुरा गर्नुको लागि अनुसन्धान गर्नै पर्छ। यहाँ संसदमा कराएर केही हुनेवाला छैन। र अर्को कुरा बाँदर आतङ्कको कुरा यहाँ सबै सांसदजीहरूले उठाउनु भएको छ। यो बाँदर आतङ्कको कुरा अहिले तपाईँहरूले उठाउनु भएको छ। यो कुरा मैले आजभन्दा 7 वर्ष अगाडिदेखि यो चाहिँ उठाएको हो र यसको लागि प्रयास गरेको पनि हो। राष्ट्रिय आविष्कार केन्द्रले 50-60 लाख रुपियाँ बाँदर चाहिँ यो आतङ्कलाई कम गर्नको लागि केही उपायहरू अनुसन्धान गर्नको लागि नवप्रवर्तन गर्नको लागि त्यो प्रयास गरेको पनि हो। मैले हरेक गाउँपालिकाहरूलाई 1-1 लाख रुपियाँ उठाउनुहोस्, 100वटाले उठाउनु भयो भनेदेखि 1-1 लाख रुपियाँ उठाउनु भयो भनेदेखि 1 करोड रुपियाँ हुन्छ। त्यति पैसाले त पुग्दैन होला, तरै पनि यसमा अनुसन्धान गरेर बाँदरलाई कसरी चाहिँ बाँदरबाट आतङ्कबाट चाहिँ कम गर्ने भन्ने कुरा गर्नुको लागि अनुसन्धान गर्नै पर्छ। यहाँ संसदमा कराएर केही हुनेवाला छैन। यहाँ धेरै सांसदजीहरू कराएको चाहिँ देखियो। बाँदरलाई कसरी बरु रकेट बनाउन सजिलो छ, रकेट बनाउने प्रविधि छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। त्यसैले यसको एउटै उपाय भनेको के हो भन्दाखेरि यसको लागि 2-4 करोड 5-7 करोड कति हुन्छ अनुसन्धान गर्नको लागि खर्च छुट्याउनु पर्छ अनि त्यो चाहिँ गर्नुपर्छ। मैले सुन्नमा के आएको छ भने अहिलेको सरकारले चाहिँ एउटा टिम गठन गर्दैछ र त्यो टिममा मलाई पनि राख्नु भनेको छ। मैले त्यो टिम गठन गर्दैछ, बाँदर आतङ्क कसरी कम गर्ने भनेर अनुसन्धान गरेर उपायहरू पत्ता लगाउनको लागि त्यो चाहिँ टिम गठन गर्दैछ र त्यो चाहिँ होला, तर संसदमा कराएर मात्रै त्यो बाँदर आतङ्क चाहिँ हट्नेवाला छैन। किनभने बाँदर चाहिँ एकदमै बुद्धिमानी जनावर हो। यसलाई चाहिँ अहिलेसम्म कोही पनि वैज्ञानिकले यो आतङ्क हटाउने अहिलेसम्म संसारमा कोही पनि वैज्ञानिकले यसको एउटा उपाय निकाल्न सकेको छैन। एउटा उपायले हुँदा पनि हुँदैन। यति कुरा चाहिँ म सबैको लागि ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।